यो पवित्र धौलागिरी र देवगिरीको पावन काठ अनेकौं बुद्ध धर्मावलम्बी र हिन्दू धर्मावलम्बी तपस्वीहरूको विद्वानहरूको जन्मभूमि र तपभूमि। यहाँहरूले यो देखाउनु भएको न्यानो आतिथ्य सत्कारका लागि यहाँहरू सबैप्रति हामी कृतज्ञ छौँ। र हामी बिस्तारै हेर्नुहोस् मुक्तिनाथ भगवानको, श्री शालग्राम भगवानको, बुद्ध भगवानको, श्री कृष्णा गण्डकी महारानीको, श्री मुक्तिनाथ बाबाको, श्री मुक्तिनाथ बाबाको, श्री मुक्तिनाथ बाबाजीको पावन संकल्पमा नेपालमा धार्मिक एकता, सामाजिक सहिष्णुता र सद्भाव विस्तार गर्दै यो गण्डकी संरक्षण एवं शालग्राम संरक्षणको अभियान स्वरूप आगामी चैत्र रामनवमीदेखि यानी 24 गतेदेखि 82 सालको विजया दशमीसम्म मुक्तिनाथ भगवानको